पुनः एकपटक यो मार्क्सवादको बारेमा भनिदिनु पऱ्यो दाइ, यसो 2-4 शब्द तपाईँको सोचाइमा के छ? सामान्य अर्थमा भन्यो भने त अब समाजको कुनै एउटा मापदण्डलाई मानेर मानकलाई मानेर हेर्ने हो भने मार्क्सवादको बारेमा बोल्ने वास्तवमा मसँग ल्याएको त छैन होइन। हजुर। तर मार्क्सवाद वास्तवमा खुद मार्क्सवादले भने जस्तै परिवर्तन नै सत्य हो भन्छ कि मार्क्सवादले। हरेक कुरा हजुर। बदलिरहन्छ। कहीँ तिम्रो त्यो बौद्धमा भने जस्तो एउटा मान्छे एउटा नदीमा हजुर। एकचोटि मात्रै पाइला टेक्छ भन्छ क्या। यसको अर्थ के हो भने पाइला टेक्दा त्यो अर्को पाइला टेक्दा मान्छे पनि बदलिसकेको हुन्छ क्या, उसको भित्रको सेलहरू बदलिसकेको हुन्छ। त्यसै नदीको पानी पनि अर्को आइसकेको हुन्छ। हजुर। यसको अर्थ नदी पनि बदलियो, पानीमा टेक्ने मान्छे पनि बदलिरहेछ क्या। त्यस्तै मार्क्सवाद पनि आफै खुद भनेको छ सत्य भनेकै परिवर्तन हो, अर्थात् बदलिरहेछ। मार्क्सवादलाई राम्रोसँग बुझ्ने हो भने मार्क्सवाद यो बाहिरी वे जुन संसारको भौतिक संरचनाको जुन निर्माण छ या यसको मेकानिजम छ नि होइन, हजुर। या यसको विज्ञान के हो अर्थात् यो कसरी बन्दै गइरहेछ, यसको यात्रा के हो भन्ने कुरालाई चाहिँ सबैभन्दा राम्रोसँग विश्लेषण गरेको बाहिरी वेबाट सबैसँग अध्ययन गरेको कुरा जस्तो लाग्छ क्या मलाई मार्क्सवाद चाहिँ। यही कुरालाई मानेर या नेचरको वास्तविक भौतिक कुराहरूको संरचनागत यात्रालाई मानेर राजनीति गर्नुपर्छ। हाम्रो समाज पनि त्यसरी चल्नुपर्छ, किनकि हामी प्रकृतिभन्दा भिन्न त छैनौँ। नेपाली समाज विशेष गरी होइन, नेपाल होइन संसारभरिको मान्छेले नै नेपाल समाज त्यसो गर्नुपर्छ भन्ने मान्यता हो मार्क्सवाद चाहिँ खास। यसको आधार के गर्यो भने अब जस्तो हाम्रो हिन्दुइजममा भन्छ हाम्रो चाहिँ के भन्छ हामीले किन चाहिँ हाम्रो आमा बुवाले पुज्नुपर्छ अथवा हामीले के हाम्रो संस्कारहरूले किन मान्नुपर्छ भने हाम्रो शास्त्रले भनेको छ। हजुर। आधार लग्यो त। त्यस्तै मार्क्सवादले के भने शास्त्रले भने के होइन, वास्तवमा प्रकृतिका भौतिक चिजहरू यसरी बनिरहेछन्, यसरी चलिरहेछ भने मान्छे पनि यसरी चल्नुपर्छ। जसरी त्यो मान्छे चल्नुको अर्थ समाजको व्यवस्था यसरी चल्नुपर्छ। हजुर। उसले मुख्य आधार भनेको नेचरलाई सकेसम्म या भौतिक कुरालाई लिइरहेछ। त्यहाँ त्यो द्वन्द्वात्मक भौतिकवाद भने त्यही हो खास। त्यहाँ नयाँ नयाँ कुरा आफै बन्दै गएर आउँछ भन्छ। जस्तो सिम्पली पानी भने चाहिँ H2O जस्तो हाइड्रोजन अक्सिजनको मिक्सबाट या एकता र सङ्घर्षबाट पानी बनिरहेछ। अर्थात् हरेक कुराहरू त्यसरी बन्दै गइरहेछ भन्ने हुन्छ क्या। त्यसै समाज पनि राम्रो गतिमा जानको लागि एकता र सङ्घर्षको नियम अनुसार गइरहेको हुन्छ, त्यसरी जानुपर्छ भने अब मार्क्सवाद विशुद्ध विज्ञान हो नि त। हामी अहिले पनि राम्रोसँग अध्ययन गरेका छैनौँ, मार्क्सवादलाई बुझ्न सकेनौँ कि मार्क्सवादलाई। त्यो भएर पनि मार्क्सवाद विश्वमा फेलियर भयो। अब उसको इकोनोमिक्समा कति कुराहरू मार्क्सवादको निजी सम्पत्तिको कुरा हकमा चाहिँ फेलियर भइरहेछ। अब सोभियत सङ्घको विघटनको कुरा भयो या विश्वमा हुन त मार्क्सवाद भनेको खास पुँजीवादको अङ्ग नै हो, तर यसलाई बुझेनन् मान्छेहरूले। तर यसको छुट्टै एउटा खालको गहन विश्लेषण आवश्यक छ मार्क्सवाद भनेको के हो। तर सामान्य अर्थमा भन्नुपर्दा मार्क्सवाद विज्ञान नै हो भन्छु म चाहिँ है। हजुर। मेरो भनाइ त्यही हो। खास विज्ञानको अर्थ फेरि के हो भने विज्ञान भने फेरि के हुन्छ भने कारण र प्रभाव, यी कज एन्ड इफेक्टको बारेमा बोल्छ क्या विज्ञानले चाहिँ होइन। त्यो भएर सकेसम्म कारण र प्रभावको बारेमा प्रश्न बोलेको छ। मार्क्सवाद अध्ययन गर्नुपर्ने या हरेक मान्छेले अध्ययन गर्नुपर्ने कुरा हो मेरो विचारमा। जसले उसको आफ्नो जीवन मात्र होइन, यो दर्शन ब्रह्माण्डको कुरा बोल्छ। मात्र मार्क्सवाद भन्नुको अर्थ नै बन्दुक बोक्ने, रातो झन्डा बोक्ने, त्यहाँ के भन्छ रातो रिबन बाँधेर तारावाला झन्डै हामी माओवादी भन्ने एमाले भन्ने कुरा चाहिँ होस् मलाई लाग्दैन होइन। मार्क्सवाद विशुद्ध विज्ञान हो, सबैले पढ्नुपर्ने कुरा आवश्यकता जस्तो लाग्छ मलाई चाहिँ। मैले हल्का फरक प्रसङ्गतिर जोडिन हुन्छ 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 नेपालको विशेष गरी नेपालको राजनीतिक कुराहरू जस्तै विशेष गरी बाहिर अब विदेशी एजेन्टहरू भन्ने हुन्छ नि जुन त्योबाट चलिएको हुन्छ, यो खास के हो तपाईँको सोचाइमा? यस्तो भयो अब हरेक जहिले पनि के हुन्छ नि यो विश्वमा एक हुने अथवा एक भन्नाले नम्बर 1 हुने भन्ने होडबाजी चलिरहन्छ। प्रथम विश्वयुद्धलाई हेर्ने हो, दोस्रो विश्वयुद्ध हेर्ने हो या दोस्रो विश्वयुद्ध पछिको घटनालाई हेर्ने हो भने पनि प्रत्यक्ष रूपमा शीत युद्ध भइरहेकै हुन्छ। अब अहिले त झन् नयाँ नयाँ शक्तिहरूको उदय भइरहेछ होइन। हजुर। त्यसले गर्दा सिम्पली हामी जस्ता देशहरू, नेपाल जस्ता देशहरू मात्र, नेपाल मात्र होइन क्या, नेपाल जस्ता धेरै देशहरू पनि हामी बाहिरी हिसाबबाट चल्न नै पर्छ। हामी अहिले पनि हाम्रो बजेटको कति हिस्सा अनुदानबाट चलिरहेछ, ग्रान्ट सब्सिडी फरेन ग्रान्ट्सहरूबाट चलिरहेछ। हामी एम्बुलेन्स भिखमा मागिरहेछौँ, त्यो हिसाबले सिम्पली चलिरहेछ। हजुर। हामी नराटिकन भने ओपनली भिख मागिरहेछौँ। त्यो भिख माग्दा कसैले पनि अरूको भिख माग्दा अरूले हामीलाई दिन्छ भने उनीहरूको गुलाम बन्न नै पर्ने हुन्छ। तर गुलाम बन्नलाई चाहिँ युएनले
युएनको अनुसार गुलाम बन्नलाई पनि सजिलो खास गर्ने प्रष्ट युएनको बडापत्रमा अन्तर्राष्ट्रिय युएनकै कानुनमा मजाले भनेको छ, संयुक्त राष्ट्रको कानुनमै भनेको छ हामी जस्ता देशहरूलाई चाहिँ सहयोग चाहिन्छ भन्ने कुरा चाहिँ भनेको छ होइन। तर नेपालले परराष्ट्र नीति बनाउँदा नेपालका शासकहरूले चाहिँ आफू खुसी आफ्नो स्वार्थअनुसार गरेको हुनाले चाहिँ उनीहरूलाई खेल्ने मौका दियो होइन। उनीहरूको बिच र हाम्रो बिचको एउटा दूरी चाहिँ ठिक्क बनाउनु पर्थ्यो। सिम्पली अहिलेको स्थिति हेर्ने भने त पुरै हामी अझ देश मात्र होइन, हामी त एनजिओद्वारा चलिरहेछौँ भन्ने हो होइन। देश त भन्दा त ठुलो भइसक्यो, देश शक्ति राष्ट्रहरू त ठुलो भइसक्यो। त्यो शक्ति राष्ट्रभित्र एनजिओ भने त केही धनी मान्छेहरूको फाउन्डेसनले चलायो, हामीलाई त हिजो आज कोही धनी मान्छेले चलाइरहेछ भने नि हुन्छ। सो सिम्पली त्यो नै सत्य नै हो। उनीहरूका सिआई उनीहरूका त्यो खुफिया एजेन्टहरू भन्दा पनि अहिले त हामी एनजिओबाट चलिरहेछौँ, यो प्रष्ट देखिरहेछ। हरेक मान्छेहरूको पछाडि कुनै न कुनै एनजिओहरू प्रष्ट छन्। त्यो भएर अहिले त हामी उनीहरूका त्यो इन्डियन युएसको सिआइएलाई यस्तो धेरै एजेन्सीहरू हुन्छ नि, तिनीहरूभन्दा त हामी अझ धेरै एकदम कमजोर निकायले हामीलाई चलाइरहेछ क्या। हामी एकदम सस्तो भइसक्यौँ हिजो आज। त्यो भएर त अहिले नेपाल त एकदम संवेदनशील अवस्थामा छ। हजुर, जस्ट यो हुन्छ नि जुन भदौको 23 र 24 गते भयो नि जुन जेनजीहरूको यो जस्तै यो अब तपाईँको इच्छामा अब यो जुन फागुन 24 गते चुनाव हुने भनिरहेछन् नि, 21 गते फागुन 21 गते सरी, त्यसमा तपाईँको राय के छ? कुन पार्टी आउँदा ठिक हुन्छ? पुरानो पार्टीहरू फेरि आउँछन् कि तपाईँको विचारमा के छ? होइन, यस्तो हो, सबभन्दा पहिले त त्यो आन्दोलन गर्ने आलाखाचा मान्छेहरूले प्लानै गरेन। उनीहरूले 10 वर्ष माओवादी जुन लडाएको थियो त्योभन्दा बढी उपलब्धि उनीहरूले 2 दिनमा गराएको थियो क्या। उनीहरूसँग प्लानिङ हुनु पर्थ्यो। हामीले अब यसपछिका स्टेपहरू के होइन, कसलाई मन्त्री बनाउने, कसलाई प्रधानमन्त्री बनाउने होइन, त्यसपछि प्लान के कसरी जाने भन्ने कुरा उनीहरूसँग प्रश्न थियो। त उनीहरू सबै आलाकाजाहरूले बिना काममा त्यो खास उनीहरूको सामान्य अर्थमा के देखियो भने फेसबुक चलाएको जुन आक्रोश पोख्न बन्द गरेको आक्रोश पोख्न गएको थिए गरे, तर उनीहरूले चाहिँ बिरालोलाई जिस्काउन गएका मान्छेहरू बाघै मारे। हजुर, ठिक छ होइन, खास भएको त्यही हो, जिस्काउन उनीहरू बिरालोलाई गएको थिए, बाघ मारे। हजुर, अब त्यो उपलब्धिलाई उनीहरूले संस्थागत गर्नलाई उनीहरूको त्यो भन्नाले ठुलै शिकार भएपछि त बोक्ने ल्याकत चाहियो, त्यो बोक्न उनीहरूले सकेनन्। त्यसपछि बोक्ने मान्छे अरू बोलाउनु पर्यो। त्यसपछि चाहिँ के भयो भने त्यो भागको शिकार, त्यो जुन शिकारको भाग खोज्नलाई यति मान्छे आयो नि होइन। अहिले त त्यो वास्तवमा जसले आन्दोलन गरे हो, जो मान्छेको बलिदानी छ, जसले ज्यान गुमाउनु परेको छ, उनीहरूको हातमा त केही पनि छैन, केही पनि छैन। तिनीहरूको त्यो खेरै गयो र त्यो सब फेर गयो। अहिले चाहिँ जसले चाहिँ पुरै डाडु पनि चलाइरहेछन्, जे खाइरहेछन्, ती सब मान्छेहरू चट्ट बसेर होइन, घर बसेर टिभी हेरेर मान्छे हुन् या तिम्रो फेसबुकमा कमेन्ट गरेर बसिरहेको मान्छे हुन्। र यो त्यो चुनाव निकास त होइन। चुनाव त्यो 84 चुनाव हुने नै थियो, सरकार चलिरहेकै थियो। त्यो 84 चुनाव 82 मा सार्नुको उद्देश्य खास त्यो राम्रो होइन। तिम्रो अर्को प्रश्न छ कसले जित्छ भन्ने हो। जित्न त अब यो परम्परागत पार्टीहरूले नै जित्छन्। अहिले हेर्दाखेरि उनीहरूको जनआधार भनेको उनीहरूको तल एउटा सामान्य वडा कार्यालय सहायक पनि कुनै पार्टीको कार्यकर्ता छ होइन। हजुर, स्कुलको कार्यालय सहायक पनि पार्टीका छ, टिचर उनीहरूको पार्टीको मान्छेहरू छ, डक्टर उनीहरूका छन्, युनियनहरू उनीहरूका छन्। त्यो भएर त्यो जेनजी भन्ने कोही छुट्टै नयाँ एउटा युनिटी भएको पार्टी पनि आएन। अहिले फेरि पछिल्लो सम्म अझ नकारात्मक विकृति के भयो भने देशभरि च्याउम्रे जस्तै पार्टी भए। हजुर, वर्तमान समयमा त विभिन्न पार्टीहरू खोल्ने एकदम धेरै भयो। त्यसले गर्दा जित्ने फेरि 3-4वटा पार्टी नै हुन्। 3-4वटा अहिले प्रचण्डको जुन संयोजकत्वमा एउटा नयाँ बनाएको छ, उनीहरूले अलिअलि सिट ल्याउला। त्यसपछि अब एमाले काङ्ग्रेस नै हुन् उनीहरू। त्यो अरू त खास मेरो विचार खातै खोल्दैनन्। सो नेपालको राजनीतिमा कुनै पनि त्यो सकारात्मक परिवर्तन आएको म देख्दिनँ। बदलाव केही पनि छैन। त्यो 75 जना कति मरेका छन्, तिनीहरूको त्यो बलिदानीको अब मूल्यहीन बनाइएको छ अहिलेको परिस्थितिले। त्यो भएर यो चुनाव पहिलो कुरो त मलाई पनि लाग्दैन, अहिले पनि मलाई शङ्का छ, किनकि उनीहरूलाई जित्ने आधारहरू देखेन भने उनीहरूले क्यान्सल गर्न उनीहरू त्यो सहभागी नहुन सक्छन्। सरकार खुद संवेदनशील छैन। अब जसले के भन्छ, सरकार जसले आन्दोलन गरेर सरकार बनायो उनीहरूसँग सहमति भइरहेछ। डेली त्यो केटाकेटी खेले जस्तो आज बोलाएको छ जेनजी, फेरि अर्को बनाएको छ जेनजी। अब त्यो भएर चाहिँ मलाई चाहिँ के लाग्छ भने पहिलो त चुनावै नहोला कि भन्ने लागिरहेछ। सर्न पनि सक्ने सम्भावना देखिरहेको छु।
किनकि राजनैतिक पार्टीहरू जुन छन् परम्परागत पार्टीहरू या पुराना पार्टीहरू भनौँ न, हजुर उनीहरूले जित्ने आधार देखेनन् भने केही न केही बहाना गरेर चुनाव बहिष्कार गर्न सक्छन्। दोस्रो, स्वयं सरकारको तयारी हेर्दा पनि त्यो चुनाव फेरि निकास होइन है, जित्ने फेरि उनीहरूले नै हो। हजुर हुन्छ, म फेरि पनि एउटा प्रसङ्ग सोध्न गएँ। हुन्छ, त्यो पार्टीतिरै गएँ म। ओके। जस्तै अहिले न्यू पार्टीहरू खोलिरहेको छन् जुन, जस्तै माटो भन्छन्, जस्तै उज्यालो नेपाल, जस्तै यो अब तपाईँको विचारमा यो खोलिनु राम्रो हो कि तपाईँको नराम्रो हो कि तपाईँको बारेमा हल्का राय सजाय केही दिनु न। यो खोलिनु लोकतन्त्रको सबभन्दा राम्रो के अरे उन्नत व्यवस्थामा, लोकतन्त्रको उन्नत व्यवस्थामा चाहिँ के अरे लोकतान्त्रिक व्यवस्थाको सबभन्दा फाइदा नै यही हो, जजसले पनि पार्टी खोल्न पाउँछ। तर नेपाल जस्तो देशमा 3 करोड पनि नभएको देश, जनसङ्ख्या जति भएको देशमा 300-400 वटा पार्टी आवश्यक थिएन। हजुर अमेरिका जस्तो शक्तिशाली देशमा 2टा पार्टीले मात्रै छ। तर यो च्याउले यस्तो पार्टी बनाएर चाहिँ के छ भनेको जनता पनि झुकिन्छ कसलाई मत हाल्ने होइन। सामान्य त्यो लोकप्रियताको अभावमा, जस्तो कुलमान घिसिङ, मलाई राजनीतिकै मान्छे जस्तो लाग्दैन। कुलमान घिसिङ त एउटा कुनै विशुद्ध कुनै एउटा के भयो विषयवस्तुको विज्ञ मान्छे हो। जस्तो मानव उसको इन्जिनियरिङ क्षेत्रको या हाइड्रो पावर क्षेत्रको या कुनै क्षेत्रको विज्ञ होला। के सामान्य लोकप्रियताको आधारमा म ठुलै मान्छे भइहालेछु भनेर त्यो आफ्नो अहमको मापन गर्न नसकेर पार्टी खोले जस्तो लाग्छ मलाई एउटा। अब हर्क साम्पाङ सामान्य एउटा स्थानीय निकायको मेयर भएको मान्छेले उसले सोचे राष्ट्रिय पार्टी नै बनाउँछु। हजुर यिनीहरू बिचमा एकता हुनु पर्थ्यो, बरु सबै मिलेर एउटा पार्टी चाहिँ हुनु पर्थ्यो। यिनीहरू सबै एउटा त्यस वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने हो जुन परम्परागत शक्तिलाई विस्थापित गर्नलाई। यो च्याउबने यस्तो पार्टी खोल्नु चाहिँ मेरो विचारमा उपयुक्त हो जस्तो लाग्दैन मलाई। आजलाई यतिकै टुङ्ग्याउँ न भाइ। ल, ठिक छ, धन्यवाद। ल ठिक छ, अर्को दिन फेरि गरौँ।